आज रवि दाई इन्डियाभरमा जानुभयो र रवि दाईलाई गरेको यो सम्मान, यो स्वागत कति भव्य छ। हेर्नुहोस् त, सबै नेपालीको चाहना यही हो नि त। पहिले पनि त यस्तै थियो नि त। हाम्रो देशको नेताहरू इन्डिया भ्रमण होस्, कुनै पनि देश जाँदाखेरि यस्तै सम्मान पाउन् भन्ने त हाम्रो मनमा, सबैको नेपालीको मनमा त थियो नि। तर त्यस्तो भएन, पहिला भएन, तर अहिले चाहिँ भयो। सरकार बनेको 2 महिनाभित्रै यस्तो राम्रो भयो, गर्यो त अहिले। हेपिरहने देशले पनि अहिले त यस्तो सम्मान गर्यो, राम्रो रेस्पेक्ट गर्यो। गर्ने रहेछ त, राम्रो काम गरिसकेपछि त। गफले मात्र देश चल्ने रहेनछ त, होइन काम गरेपछि त सबै चिज पाइने रहेछ त। अब त थाहा भयो नि, अब पुराना दलका नेताहरू, पुराना मन्त्रीहरू त जिउँदै मरे जस्तै भयो होला नि। क्या त कोमामा पुगिसक्यो, गयो, जिन्दगी गयो। अब जति पनि भ्रष्टाचार गरेका थिए, जति पनि मिलेर अब बेचेका थिए देश, अब एक निस्किन्छ। अब तिनीहरू जाने भनेको कहाँ हो? जेल, जेलै। साले